हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म कहाँ जान आँटेको भन्दाखेरि है धेरै बोल्दिनँ। आज चाहिँ मेरो यो हप्ता चाहिँ मेरो 3-4 दिन बढी बिदा भएको कारणले गर्दाखेरि चाहिँ म अलिक टाढा जाँदैछु घुम्नको लागि, मेरो साथी भेट्नुको लागि। म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ कोरियाको एकदमै दामी सहर होइन ठाउँ बुसान जाँदैछु। किन भन्दाखेरि यो कोरियामा आएको यत्रो वर्ष भइसक्यो, म बुसान अहिलेसम्म गएको छुइनँ क्या। त्यही भएर म मेरो छुट्टी भयो आजदेखि। अब चाहिँ म मेरो साथीलाई भेट्नुलाई पनि अनि बुसान घुम्नलाई पनि म जाँदैछु क्या आज। त्यहाँ म कहाँ छु भन्दाखेरि यो मेरो एरियाको छ नि टर्मिनल, बस टर्मिनल यहाँ छु। त्यसोमा छु यहाँबाट सिधै सोल जान्छु, सोलबाट डाइरेक्ट बुसान जान्छु है त। त्यहाँ गएर म धेरै दामी दामी तपाईँलाई भिडियोहरू खिच्देर ब्लग बनाउने तपाईँलाई कोसिस गर्छु है त। म चाहिँ अहिले यो बुसान जाने क्रममा छु है। बुसान जाने बिचमा बाटो पुगेको छु। तर आज एउटा ब्याड लक के भयो भन्दाखेरि म चाहिँ प्रायः केटेक्समा जानु आएको थिएँ बुसान चाहिँ। केटेक्सको तपाईँको टिकट पुरै प्याक भइसक्यो कारणले गर्दाखेरि अहिले म बस आउनु परिरहेछ। बसमा तपाईँको डाइरेक्ट बुसान होइन होइन, सुनमा म खङ्जु आन्छु किनभने खङ्जुमा मेरो साथीको त्यो एरिया हो। त्यहाँ साथीलाई म लिएर म सिधै बुसान जान्छु। तर आज होइन कति ल्याङ भयो क्या। म मेरो एरियाबाट 1 घन्टा गाडीमा चढेँ, फेरि त्यहाँबाट फेरि 4-5 घन्टा चढेर म बुसान जाँदैछु। कोही केटेक्स भनेको कस्तो ठुलो रहर थियो होइन, त्यो पनि पुरा भएन। तर अहिले चाहिँ कहाँ छ भन्दाखेरि यो पुरै अहिले रेस्ट गरिरहेछ कि गाडी कति धेरै घन्टा हामी हिँडिसक्यौँ नि होइन। त्यो खाना खाँदै पुरै नै रेस्ट गरिरहेछ। दामी छ भ्यू। अहिले हामी सिधै अहिले बुसान होइन, अहिले जान आँटेको भने चाहिँ म ख्याङ्जु होला, ख्याङ्जुमा हो न। त्यहाँदेखि चाहिँ साथी लिएर बुसान जाने है त। त्यहाँको भ्यूहरू पनि दामी छ। मलाई अति भोक लाग्यो नि, यहाँ एकछिन बसेर खाजा खाएँ, कफीसहरू खाएँ। यो मेरो गाडी हो होइन। अब हाम्रो ड्राइभर आउँछ अनि जान्छ फेरि ड्राइभर। म चाहिँ अहिले यो ख्याङ्जुको बस टर्मिनलमा आइसकेको छु। भर्खर म गाडीमा झरेको कि अहिले गाडीमा लास्टै हिँडेर 5 घन्टा गाडीमा बसेर आएको है। त्यही त मलाई गाडीमा मात्छ क्या गाडी हिँड्नु भने। त्यही म त आज ट्रेन नभएर गाडीमा आएको है। अब केही छैन, पहिला जस्तो त्यो मात्दैन। र अहिले चाहिँ अब के गर्नुपर्छ भन्दाखेरि मैले मेरो साथी नवीन मलाई लिन आउँदैछ होइन। उहाँ आउने टाइममा चाहिँ मैले अझै मलाई भोक लागिरहेछ, हङ्ग्री फिल भइरहेछ। अगाडि हाम्रो इन्डिया क्याफे छ होइन, क्याफे कफी के हो होइन, त्यहाँबाट म के खान्छु अनि उसलाई म वेट गर्छु। तर यो वरिपरि दामी सिन्छ क्या। म हल्का मेरो क्यामेराले हल्का वरिपरिको म भ्यू खिच्ने कोसिस गर्छु है त। दामी छ। म भिडियो खिच्दै कफी खाँदै म मेरो मित्रलाई वेट गर्छु। कस्तो दामी छ नि यो ख्याङ्जु पनि म फर्स्ट टाइम आएको क्या। तर दामी रहेछ, सिन पनि दामी छैन अरे होइन। अब वेदर राम्रो छ नि त, गर्मी छ होइन, हरियाली छ, दामी छ। टर्मिनल यो बस है, ख्याङ्जुको बस टर्मिनल यही छ। म फर्स्ट टाइम आएको यहाँ पनि, मेरो लगेज भइगयो होइन जुत्ता। अब म के खान्छु अनि फेरि ब्लग सुरु गर्छु ल, कन्टिन्यू गर्छु मेरो साथीलाई, मेरो साथी आएपछि है त। फाइनली मैले मित्रलाई भेटेँ। मित्र यार वेट गरेर तिमीले गिदी गरे यार। के छ नि मेरो गाडीको, मेरो साथीको नयाँ गाडी फरारी है फेरि। अब के राख्नु मित्र माल आज मेरो साथी बोल्ला ल डिकेमा राख्नु अरे यार। अब मित्रको मेरो गाडी है यो। मित्र बेला पिकअप गर्न आएको छ। अब म चाहिँ अब जाने कहाँ भन्दाखेरि बुसान। आमामा मित्रको सामान त के ट्राइपड साइपड सब छ त हो नि। ब्यागको नै भित्रमा पनि यो मेरो ब्याग भयो, लोप्रोको है। मेरो लोप्रो ब्याग हो, लोप्रोको मेरो लोप्रोको ब्याग हो, क्यामेरा ब्याग हो। अब म चाहिँ गएँ मित्र खुल्दैन त हौ मित्र। मेरो हक गरेर चेक गरेर हगे हाल्दै न बिचारा काम सकेर आएको हुन्छ। अब कहाँ जाने हामी? बुसान है। ल ट्रेन टु बुसान भनेको बस त बुसान हो नि त मेरो। आज यार 5 घन्टा बसेको म। 5 घन्टा उहाँ बसमा। ए 5 घन्टा लाग्यो नि अनि 4 घन्टा दिएर आयो त नि। अहिले लाग्यो नि, तर के भयो नि राम्रो देखिएछ। कस्तो हेर्छौँ देखिरहेछ, उत्कृष्ट आनन्द देखिरहेछ। अब हामी चाहिँ कति बेर पर्खिनु पर्यो? 1 घन्टा भएन, आधी घन्टा भयो। कफी खाएँ त म, कफी खाएर बसेँ होइन एरियामा। हामी छ त्यो बुसान कहाँ जाउँ? बुसान थाहा छैन के त मलाई। हामी हिँड्छौँ है।
आज चाहिँ हामी बुसान आएछौँ गाइज अनि यहाँ जिग्रे मित्र हुनुहुन्छ 2 घण्टा भइसक्यो त हामी भेटेको छौँ के अरे भरत तामाङ लिजेन्ड नै हो उहाँ भने हामी चाहिँ अहिले चाहिँ यहाँ के अरे खाना खोज्दैछौँ होइन अब के खाने त भन्ने नै निर्णय गरेको छैन होइन जेस खोज्दै चाहिँ हिँडेर सँगै साल खाने त अब के भन्दा छैन त हुन्छ खाइदिउँ मासु पोलेर खाने भन्ने कुरा आयो होइन यसै हो फाइनली म र मेरो साथी नवीनजी चाहिँ हाम्रो यो बुसानमा आइसकेको छौँ र अहिले तपाईँको रातको तपाईँको 11:30 भइसकेको छ हामी चाहिँ भोक लगाएर खाना खोज्ने ठाउँ हामी खोजे गर्दा एउटा हामी होटलमा आएको छौँ अब चाहिँ हामी अहिले के गर्नु आएको भन्दाखेरि हामीले सामग्री सल खाना गरिरहेको छौँ अहिले हाम्रो रेडी गर्दैछ हाम्रो साउनीले अब नवीनजी चाहिँ भर्खर उहाँको छोरीसँग बोलेर रिल्याक्स भएर बस्नु भइरहेछ नवीनजी तपाईँलाई के भन्नु छ केही छैन हाम्रो कति पछि भेट भएको 3 महिना भयो सलालमा भेटेको 4 महिना भयो बरु सलालमा भेटेको है कुन सल्लाह भन्ने केमा पर्छ फेब्रुअरी त्यहाँबाट अहिले जुन होला जुलाई कति हो जुन अहिले भेट भएको र पनि है म चाहिँ नवीनसँग अब बुसान आएको छु घुम्नुलाई अहिले अति भोक लागेर चाहिँ हामीले खाना भन्नु खाजा भन्नु खाना त भन्नु न यो मिडनाइट एउटा टाइप्सको एउटा खाजै भनौँ न खाजा रेडी गरेछ आज हामीले खाना आँटेको चाहिँ सामगेप साल हो ल सामगेप साल भन्नु चाहिँ के हो भन्दाखेरि पर्क बेली यो सुँगुरको मासु यो स्लाइस नि यो स्लाइस कोही यसले चाहिँ काटेर पछि पिस गरेर खान्छ क्या कोहीमा चाहिँ यसलाई चाहिँ सामगेप साल भन्छ हामी खाना आँटेको यही हो दिएको छ तपाईँहरूलाई यो हाम्रो क्यामेरा छँदैछ अहिले चाहिँ हाम्रो अहिले दामी फोटो खिच्छौँ भिडियो खिच्छौँ यो क्यामेराले अब नवीनजीको यो चाहिँ अब रेडी हुँदैछ हाम्रो खानाको लागि भोक लागेर अति भइसक्यो अब बोल्नुमै सकेको छैन भोक लागेर यसरी पनि मैले खाएन भने म पहेँलो हुन्छु फेरि यो बक्न एकछिन नकाट्न यस्तो देखिन्छ कि यो माथि डाँडा छ कि यहाँ बबर छ डाँडाबाट देखिन्छ यो पुल नि हो त्यो बड पुल सामग्री सलाएको छ हाम्रो साउनी हाम्रो के राख्दा हाम्रो नवीन मित्रले चाहिँ अब मासु पोल्नु हुँदैछ है हाम्रो फर्स्ट प्राइस चाहिँ बेला चाहिँ हाम्रो फान्छन् भन्छ होइन फान्छन् धेरै उयो प्लेटमा धेरै हुन्छ यो चाहिँ हाम्रो खिम्ची भइगयो होइन यो के खिम्ची एउटा टाइप खिम्चीहरू पनि यो तपाईँको प्याज लसुनको पत्ता अचारको यो हाम्रो साग भइगयो सबै नै हालौँ ल धेरै हुन्छ ए यो भ्यू देखिन्छ डाँडाबाट अन्त यहाँ जाने हामी भोलि कहाँ छ नजिकै छ कि ए चल्छ हामी त्यहाँबाट यसरी हामीले भिडियो फोटो खिच्नु चाहिँ हाम्रो A73-24mm जी मास्टर लेन्स 1.4 एपर्चर यो भनेको खतरा हो बिस्ट हो लेन्स अब हामी खान्छौँ त भोक लाग्यो अब हामीले खाएको त केही भिडियो खिच्ने हो न अब यो सामग्री साल चाहिँ हामी नवीनजीले देखाउनुहुन्छ कसरी खाने भनेर नवीनजी भन्नु त कसरी खानु त सागमा यो सिलम हो यसलाई सिलम यो चाहिँ हाम्रो सिलमको पत्ता है सागको सिलमको पत्ता लसुन हाल्ने पत्ता पनि दुईवटा हाल्ने कति खानु होइन लसुन हाल्नु अनि चाहिँ पुरै पान जस्तो है तपाईँलाई खुवाइदिनु भने होइन ह्याप्पी बर्थडे भन्छ 1 2 3 क्रम पान टाइप छ चबाइदिने कस्तो बस्छ आज उत्कृष्ट हाम्रो पुछै मत टाइपको अब कति मिटर पुछै मत चाहिँ अब स्प्राइट हो त यो चाहिँ हाम्रो पुरै होइन सानो झम पिस पर्ने काटेर हामी यो रेडी हुँदैछ अब पाक्दैछ म पनि खान्छु नवीनले खानु पर्छ मेरो पालो है त हामी चाहिँ भर्खरै हाम्रो यो नाइटको खाना सकेर अहिले नवीनजी र म चाहिँ यो हाम्रो बुसानको स्ट्रिटमा घुमिदिरहेको छु होइन यो चाहिँ हाम्रो बुसान स्ट्रिट हो यो एरियालाई के भन्छ यो बुसान हो होइन त एरिया काम थाहा भएन अगाडि यसो यो बुसा के हो यो ए थुङ्गु छङ रहेछ छोराङ्गे उम्जिया छोराङ्गे के हो यो सिसाङ कता छ एरियाको नाम हो नि त यो चाहिँ एकदम यहाँ बेलुका दामी हुन्छ बेलुका चाहिँ है यहाँ पुरै बजार हटिया छ हटिया बजार भनेको के मेङदुङ मासतिर आएको रहेछ यो यता पनि बाटो छ होइन यता पनि बाटो छ अहिले चाहिँ नवीनजी र म चाहिँ हाम्रो बुसानको स्ट्रिटमा
पेट ठुलो बनाएर पुरै होइन शामको साल सुँगुरको मासु खाएर हामी पुरै वकिङ गर्दैछौँ अब हाम्रो यात्रा कहाँ छ थाहा छैन यात्रा कहाँ हाम्रो अजीब हो हामी चाहिँ फाइनली रातको 1 बज्नु आँटिरहेछ र हाम्रो नवमीजी र म चाहिँ सोङदो बिचमा आइसकेको छौँ यो सोङदो बिच मेरो अगाडि छ तपाईँलाई सिन देखाउँछ दामी समुद्र होइन यो बोटिङ गरेछ कि होइन रहेछ नवमी चाहिँ के भन्न चाहनुहुन्छ यो ठाउँको विशेषता के हो त्यो बिच मात्रै हो कि के हो यो ठाउँको विशेषता चाहिँ यो पौडी स्विमिङ खेल्ने ठाउँ स्विमिङ खेल्नु चाहिँ यहाँ भोलि स्विमिङ खेल्छ अब यहाँ अनि यहाँनिर चाहिँ यहाँ के अरे केबल कार पनि छ होइन यो पर केबल कारै छ त्यो पोल देखिरहेको छ नि सेतो सेतो अलि हल्को पिलिक पिलिक बत्ती त्यो केबल कार हो होइन यहाँ पारि डाँडामा जान्छ कि भोलि पनि यहाँसम्म पानी आउँछ सायद आउँदैन यहाँ भोलि पनिसम्म ए तपाईँ देख्न सक्नुहुन्छ होइन क्यामेरामा भेट्यो कि भेटेन तर म यहाँ देखिरहेको छु पुरै समुद्र छ है वरिपरि ए जता हेर्दा पानी पानी जाउँ मुनि जाने जाउँ अब हामी मुनि जान्छौँ है पानी नछुए त नि आएको मात्रै भएन नि मलाई सबैभन्दा मनपर्ने ठाउँ भनेको मलाई के एयरपोर्ट हो कि समुद्र हो क्या ए यो चाहिँ बालुवा है यस्तो भन्छ बालुवाको पानी बालुवाको पानी अरे समुद्रको बालुवा है यस्तो चाहिँ मित्रहरू बालुवाको पानी भनेछु समुद्रको बालुवा यो यहाँ त बिहान पो आउनु भनेको छ मित्र भोलि हामी यहाँ आइँदैन होला भोलि म जान्न होला बिहान भइसक्यो नि कस्तो खिच्दैछ भने कस्तो आउँदैन पुरै म जुत्ता खोलेर हिँड्छु होला जुत्तामा छिर्छ क्या फेरि म त पनि खोल्छु नि फेरि म जाने खोल्छु नि त नि बनाउनु न लेजेन्ड त्यस्तो नि म चाहिँ यो कस्तो हेर्न नि म यहाँ चाहिँ मेरो जुत्ताले खोलिरहेको छु है किन भन्दाखेरि यो बालुवामा हिँड्नु अलिक गाह्रो हो होइन जुत्तामा बालुवा छिर्यो भने गिदी हुन्छ फेरि मलाई पर दुईजना भाइ बहिनीहरू के बहिनी के गरेर थाहा छैन नवीनजी र म चाहिँ नवीनजी जस मेरो कोरियाको जहाँ घुम्दाखेरि पनि साथ दिने मेरो मित्र फेरि लोकल गाइड जस्तै भइसक्नु कस्तो होइन त्यहाँनिर एउटा कम्पनी खोल्नुपर्छ एउटा नवीन ट्राभल्स भनेर समुद्रकोमा होइन पछाडिको भ्यू पनि देख आम्मा यो बगाएछ यार अब ल यो त तपाईँको राति समुद्र खासै देखिनु होला कि तर पछाडि हेर्दा भ्यू कस्तो दामी छ ठुल्ठुलो यो के हो यो अपार्ट हो कि होटेल हो अपार्ट रहेछ आम्मा यहाँ दिउँसो त हाना दामी हुँदैछ दामी भ्यू त खतरा हेर्दा राम्रो ए तपाईँहरू आवाज सुन्नु सक्नुहुन्छ खस्लाङसँग गर्दैछ पछाडिको भ्यू चाहिँ होइन दिउँसो भन्दा राम्रो लाग्यो अहिले चाहिँ राति दिउँसो भन्दाखेरि 5-6 बजीतिर भनेको दिउँसो चाहिँ अब यता राम्रो हुन्छ होइन अहिले दिउँसो यहाँसम्म पानी आउँछ थाहा मलाई ए राति चाहिँ जुत्ता यहाँ राखेँ मैले मेरो जुत्ता यहाँ छ है अब म चाहिँ समुद्रमा गएर पुरै मित्रहरू पानी खेल्नु गइरहेको छु मलाई बचाउनु होला सबैले ए बोला डुडु बस होला भित्र यार ए अब देखेन होला भिडियोमा त यार आइगो भित्र पौडी खेल्नु